Hello guys, good morning everyone. अहिले यहाँ यता एउटा अझै ब्लगर छ जुन ब्लगै गर्न दिइरहेको छैन फेरि हामी सबजना ह्याकिङमा गइरहेछौँ यो बिहारियालाई ह्याकिङ गर्नको लागि यसलाई ड्रेसअप क्या बवाल छ फेरि यसको फेरि अमन हाँ यूट्यूबर जी ना हाँ ब्लॉगिंग करते रहो अब हजुरहरुलाई हम सिस्नौडी जाँदैछु यहाँ बजो सार पिचो नि दे पहुँचो ए दोस्त अमन दोस्त कता जा रहा है सागर ए बजो जैसे नहीं बजो मेरा नाम था क्या बोल बजे अभिषेक दोस्त कता ऊपर अपन पारा में जाते हामी जाँदैछौँ गाइस सिस्नौडी अब एकैचोटि गाइस हामी आइपुग्यौँ यहाँ बल्ल तल यस्तो बाटो खराब छ यहाँ फेरि यहाँ कलवा पनि आइसकेको छ ए सुसु गर्न गयो यहाँ फेरि हामी सबैजना यहाँ आइपुग्यौँ ओ अमन ए गाउँवाली अमन हामी किन केही भन्न चाहन्छौ कुनै ठाउँ होस् न तिमी आयो नि कस्तो छ आउने बेलामा कस्तो गाडो भयो भनिदेऊ केही अभिषेक दोस्त यहाँ यस्तो छ डेन्जर छ फेरि हाम्रो इन्डियन आयो इन्डियन जुम यहाँ बाइक धुने पनि व्यवस्था छ त यार धेरैजना यहाँ बाइक पनि धुइरहेछ नदी छ ए सचिन दोस्त केही भन्न चाहन्छौ एकैचोटि उहाँ आधी घन्टासम्म हामीले हिँडेर जानुपर्छ हाम्रो एउटा साथी मिस भएको छ है ब्ल्याक ब्युटी चाहिँ एउटा ब्ल्याक मम्मा ब्ल्याक मम्मा यसलाई कालियालाई भन्छ यसलाई यहाँ बाइक धुँदैछ फेरि यस्तो छ रमाइलो ठाउँ चिसो मौसम छ एकजना उता अगाडि हिँड्दैछ फेरि यहाँ कलेजको स्टुडेन्ट पनि आउँछ फेरि है बब्बाल छ यहाँ चिल ठाउँ छ केटाहरू फेरि मज गर्न आउँछ है हाम्रो साथीलाई फेरि ए जुमा जुम अभिषेक भिडियोमै पनि डर दोस्त युट्युबमा जान्छ सब्सक्राइब द एभ्रिवान अमन दोस्त एक्चुअली कहिदिनु सबैको सब्सक्राइब गर्न लागि सागर दोस्त आँकै त सब्सक्राइब गरिदियो इन्डियन आदि पुरा कता जाए ब्याग ट्याग लाग्यो अभिषेक दोस्त छोरो न आँकै न सब्सक्राइब गरिदियो खालि सबै खाइसक्यो बसमा बसी पानी खाएर थियो अब करिकवालले पानी किनेर दिन्छ हामी चलो पहाड़ के झारी में मारे यहाँबाट केटा आउँदैछ फेरि यस्तो चिज छ फेरि कसैको दोस्तो के नहीं आलू से कह देता रुपये से आलू कुछ कह देता हमरो दोस्त है तो नहीं आलू कुछ कह देना तो हम नहीं आलू मौका खुशी होगा नहीं लेता अब हामी त्यहाँ गएर म्याजिक देखाउँछौँ हजुरलाई
सबैजना आउँदैछ गाइज, हामी यहाँ हिँड्दैछौँ। हजुर पनि यस्तो अब ट्राई गर्न आउनुहोस् होला यतातिर होइन। तर हावा पानी चिसो चाहिँ एकदमै ठिक छ, पहाडहरूको बिचमा छ होइन। भाडा पनि थोरै लाग्छ, हामी बसबाट आएको त्यही भएर ढिलो भएको हो। अब नेक्स्ट टाइम हामी कहीँ गयो भने यहाँ बाइकमा जाउँला। सबैजना सब्सक्राइब गर्नु होला, यस्तै भिडियो आइरहेको हुन्छ बेला बेलामा होइन। लगा अलिअलि दोस्त जुत्ता, हाम्रो यो साथी जुत्ता सुजहरू फुकालेर हिँडिरहेछ यहाँ यस्तो बाटोमा। कम त गाह्रो पालो पालो आइरहेछ उनीहरू केटाहरू कहाँबाट के लिएर आयो, बल सल के लिएर आयो। के छ हो फुटबल मिल्यो र फुटबल रे आज रे यहाँ बल, यो यस्तो बल भेट्यो हामीलाई यहाँ खोलामा बल भेटेको गाइस। यहाँबाट अब खेल्दै जाने हो। हामीलाई यस्तोमा खेल्न मजा आउँछ फेरि। ल दोस्रो अगाडि जाउँ, अगाडि जाउँ खेल्दै हिँडिरहेको छ यहाँ त। अब ठ्याक्कै हामी लोकेसनमा पुगेर हजुरहरूलाई यो भिडियो देखाउनुहुन्छ। यस्तो नेचर भनेको यस्तो हुनु पर्यो क्या हाइकिङमा। यो प्योर नेचर छ एकैचोटिमा, दामी छ। यहाँ हामी 5 जना केटाहरू आएको छौँ। यस्तो गर्मी छ, बवाल गर्मी छ। एक त पसिना टप निस्किरहेको छ। माथि उकालो यस्तो छ फेरि चढ्ने, बाफ रे बा फाटिरहेको छ बा। यो इन्डियनलाई त यहाँ ल्याउनु पनि नपर्ने, हामी जबरजस्ती लिएर आएको छौँ। यस्तो दामी छ पहाड, डेन्जर छ फेरि। कमसेकम हामी अब 2 किलोमिटर हिँडेर आएको। अब त हिम्मत नै छैन। यस्तो छ पहाड यार। हिँड्दै जाँदा त बाफ्रे बा उकालो त डेन्जर छ। माथि गएर चाहिँ हामीले तल जानु छ स्विमिङ पुलतिर। ठाडो भयो। यहाँ आउँदा त मलाई सबैभन्दा बेस्ट लाग्छ बाइक नै हुन्छ होला। तर हामी 5 जनाको ग्रुपमा थियो, सास लिन पनि गाह्रो भएर चाहिँ यहाँ त 5 जनाको ग्रुप थियो, त्यही भएर हामी बसमा आएको हो। भन्न पनि सकिँदैन हजुरहरूले, यस्तो माथि उकालो छ, हात खुट्टा सबै दुखिसक्यो। झन् हामीलाई आउन बाँकी नै छ उताबाट फर्केर। अहिले त हामी गइरहेछौँ। यस्तो छ बाटो बाफ्रे। ठुलो ढुङ्गाहरू छ, पहाडको बिचमा छौँ हामी। यहाँ आज फेरि 3 जना आइरहेछ। अब ठ्याक्कै हामी त्यहाँ पुगेर यहाँसम्म फेरि गाडी पनि आउँदैन, यस्तो माथि छ। अब फेरि हामीलाई तल पनि जानुपर्छ फेरि।
कि हजुरहरूलाई फुल देखाउँछु है। यस्तो छ हिँड्दा हिँड्दा त हामीहरूलाई कालोमा आउँदै आउँदैन कहाँ हामीहरू आइसक्यो फेरि बाटै छैन फेरि। Next coach is your Babari Srinagar. Hello, Garamat. Oh, good. Video.